सो अलराइट गाइज तपाईलाई फेरि पनि स्वागत छ न्यू डे न्यू भिडियोमा वेलकम एन्ड गाइज आज चाहिँ मैले विभिन्न स्याभेज मोमेन्ट्सहरूलाई लिएर आएको छु भिडियो हेरेर इन्जोय गरिदिनु होला सपोर्ट गर्नु होला भन्दै गाइज आउनुहोस् आजको भिडियोलाई सुरु गरौँ लेट्स मुभ आजको पहिलो पाहुना हुनुहुन्छ हाम्रो आदरणीय बाजे यहाँको शुभ नाम यहाँको लगन खेल यहाँको होइन के बाजे तपाईको शुभ नाम मेरो भक्तलाल बाजे मात्र होइन गाइज उहाँको नाति पनि त्यस्तै रहेछ बाबु तिमीहरू दुईजनामा को जेठो तिमी कति वर्ष भयो बाबु अनि तिमी नि म 12 अनि को जेठो त 10 लाएर 9 मा पुग्छु अब 10 भक्तलाल बाजेको त नाति नमस्ते बहिनी नमस्ते बहिनीको नाम प्रियंका पौडेल कहाँबाट आउनु भएको स्विडेनबाट आएको स्विडेनबाट हजुर कहिले आउनु भएको अस्ति भर्खर 4-5 दिन भयो होला बालेन्सा जिन्दाबाद बालेन्साको जय होस् बालेन्सरको बिग फ्यान बालेन्साको जय होस् मेरो भए होस् नभए नहोस् बिग फ्यान भनेको चाहिँ यस्तोलाई भन्छ के गाइज यता हाम्रो दिदी पनि हुनुहुँदो रहेछ नमस्ते दिदी मेरो भिडियोमा यसो केही भनिदिनु हुन्छ कि अहिले भेट्ला गाला फुट्ने हे दिदी के बोल्यो त्यस्तो मैले त केही मिठो शब्द पो बोलिदिनु भनेको त पुग्यो दिदी त प्रेसरमा रहेछ नि ल यता फेरि भाइहरूले पिडाइ भेट्यो कि हो भाइ तिमीले पिडा खाएको हो अनि सरले केले पिट्नु भयो त पाइपले पाइप चाहिँ कस्तो थियो त नेपाल टप पाइप हरियो नेपालको नम्बर 1 पीपीआर पाइप मैले त प्रयोग गरे तपाईहरुलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु ए राजेश दाले प्रयोगको लागि सल्लाह दिनु भएको रहेछ र पो सरले प्रयोग गर्नु भएको रहेछ त सबै सल्लाह मान्नु पर्दैन के सर अनि बाजे तपाई चाहिँ के गर्न आउनु भएको नि यसो त्यहाँ डिलबाट हेर्न रमिता हेर्न आउनु भएको हजुर कस्तो लागिरहेछ त रमिता ठिकै छ ल बाजे मन अघाउने गरी रमिता हेर्नु होला है त ल यता त हाम्रो काल दाइ पनि रहेछ त अनि काल दाइ तपाई कताबाट अफ्रिकाबाट हो सर अनि यता नेपालमा तपाईको साथीहरुले तपाईको के नाम राखेको छ अरे कालो बिरालो राखेको छ कालो बिरालो कसरी राखे त यो नाम माया गरेर राखेको हो नि काले दाइ नेपालीहरु माया गर्नुमा त धेरै अघि छ तर एउटा कुरा है दाइ तपाईले बाटो चाहिँ नकाट्नु है फेरि है दाइ ओहो दाजु त लरक पर्दै लेडी छाता पो ओढिरहनु भएको छ त हौ पानी चाहिँ चेन्ज पर्दैछ अरे दाजु पानी पनि काई लेडिज र जेन्ट्स हुन्छ भने छाता पो लेडिज र जेन्ट्स भनेर छुटाएर बनाएको हुन्छ त अन्डरस्ट्यान्ड हेलो दाइ एकचोटि पछाडि फर्केर मेरो भिडियोमा हाई गरिदिनु त हाई वाला भने के ए दाइ त्यहाँ छोड्नु न एकचोटि उता एकजना दिदी हुनुहुँदो रहेछ म उहाँसँग कुरा गर्छु के दिदी हजुरको शुभ नाम म त त्यहाँ बिर हस्पिटल गएर ए उहाँ पनि भक्तलाल बाजेको छोरी पो रहेछ होइन त शुभ नाम सोध्यो कसैले नबुझ्ने अब बाजेको शुभ नाम लगन खेल रे अब बाजेको छोरीको नाम चाहिँ म त यहाँ बिर हस्पिटल गएर आएको रे यस्तो पनि हुन्छ बा धेरै आवेशमा नआउनु न कस्तो आवेशमा आउनु भएको भने के बोल्नु पर्ने पनि थाहै छैन हाम्रो एकजना बहिनी हुनुहुँदो रहेछ बहिनी हजुरलाई कुनै एउटा कुराले खुसी बनाउँछ भने त्यो कुरा के होला के कुराले चाहिँ तपाईलाई त्यस्तो खुसी बनाउँछ भात खान पाएसी ओ हो भात लभर गाइस भात लभर अनि यता हुनुहुन्छ फेरि पनि हाम्रो एकजना बाजे उहाँलाई चाहिँ कर्णालीको बारेमा केही कुरा सोध्नु मन लाग्यो बाजे कर्णाली भन्ने बित्तिकै के बुझ्नुहुन्छ कर्णाली हजुर कर्णाली भने के ह्याप्पी बाजे तपाईले मलाई होइन मैले चाहिँ तपाईलाई प्रश्न सोधेको के कर्णाली भन्नाले के बुझ्नुहुन्छ कर्णाली भनेको नाम हो के को नाम कर्णाली भनेपछि को हामीले कालीमाटी भन्छ ए कर्णाली भनेको कालीमाटी पो हो आग्रा र गाग्राको उखान सुन्नु भएको होला नि यही हो ओहो यता त 3 जना
मोमोको लागि लाइन बस्नु भएको रहेछ नि त मोमो लभरहरू ए हजुर अनि तपाईँ मोमो चाहिँ केले खानुहुन्छ चम्चाले खाने हो अनि तपाईँ म सम्झाइ खान्छु अनि हजुर त म चाहिँ खुट्टाले खाने यो हिसाबले त तपाईँ हिँड्ने त हातले त लाने होइन मलाई रुवाएर त हाँस्छस् ओहो दिदी तपाईँ त 81 जमिनु भयो त होइन मलाई रुवाएर किन हाँस्दैछ यो हुन त ठिक हो अरूलाई दुःख दिएर हाँस्नेको नतिजा यस्तै हुनुपर्छ तर यो कुरा कसैलाई नभन्नु नि फेरि मानसिक हस्पिटल जाने हो ए त्यो भएर त त्यता लानु पर्ने भयो आउनु त भाइ जम तपाईहरु दुईजना जाँदै गर्नुस् अनि तिमी चाहिँ नजाने यो एउटा चुरोट खाएर ओ गाइज त्यही भएर चुरोट चाहिँ खानुहुन्न है हेलो ब्रो एकचोटि यता हेर्नु त मलाई चिन्नुहुन्छ खसी त त्यति राम्रो त चिनेको छैन हैन होइन नि ब्रो कहाँ आफूले मात्र कसैले पनि चिन्दैन नि सो अल राइट गाइज तपाईँहरूलाई कस्तो लाग्यो मेरो भिडियो कमेन्ट गर्नुहोला सेयर गर्नुहोला अनि सब्सक्राइब पनि गर्नुहोला म फेरि पनि अर्को भिडियो लिएर आउनेछु ओके सी यू